हेलो गाइज, तपाईलाई स्वागत छ आजको यो भिडियोमा। यो भिडियो एकदमै रमाइलो र रोचक हुनेवाला छ, त्यही भएर अन्तिमसम्म हेर्ने प्रयास गरिदिनु होला। आज चाहिँ दुईवटा इभेन्ट मैले देखाउन गएको छु। पहिलो चाहिँ बर्थडे सेलिब्रेसन, आरएम केसी भान्जाबाबुको बर्थडे सेलिब्रेसन तपाईलाई देखाउने छु। बर्थडे सेलिब्रेट गर्दा गर्दै अर्को पार्टी पनि तुरुन्तै बन्न पुगेको थियो, त्यो पनि एकदमै रोचक छ। र सालाबाबु थापा निरञ्जन र बहिनी अनिता केसीको एनिभर्सरी पार्टी, र त्यसलाई पनि सेकेन्ड पार्टमा म तपाईलाई देखाउने प्रयास गर्दैछु, हेर्दै गर्नुहोला। र यो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। समझ रहे हो? गोली त मलाई पो लागेको छ, यस्तो पुरा यस्तो भएर मने रेडी हो? रेडी? ल काट। ल काट। बाइगन। शाबाश बेटा, बहुत बढ़िया मुन्ना। काट्दिनु हुन्छ त्यो। मनिलाई खुलायो? दादालाई close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. And on we'll go. यसरी बर्थडेको खानपिन रमाइलो सकिएको थिएन, तर 9 बजेसम्म रिजर्भेसन गरिएको थियो। निर्धारित समय हुन लागिसकेकोले हामी लाग्यौं गुरुङ निवासतर्फ, र अबको बाँकी रमाइलो तपाईलाई देखाउन गइरहेको छु मेरो निवासबाट। यति बेलासम्म अनितालाई थाहा थिएन, र निराजनले सस्पेन्सको साथ केक काटौँ न त भन्ने कुरा निकाल्यो, र केक किनेर ल्याइ पनि हाल्यौँ, र हामी केक काट्ने तयारीमा। ल है, उता खिच है। निराजन भाइ र यता हाम्रो बुहारी नानीको आज 6 वर्ष पुरा भएर 7 वर्षमा लागेको एनिभर्सरी।
とうございます。खुसी खुसी भएर जिन्दगी बिताओस् है भाइ। बत्ती बाल्ने कि क्या बत्ती फुक्न पर्यो फुक्न पर्यो दुईजना फुक्न पर्यो ल खानु क्या हजुर खानु 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 ला 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 झमझम गर्यो तिर्सना सा ला 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 आयो रे लैले तिम्रो माया सम्खादिन तिम्रो माया नाच्नु नाच्नु न यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। थ्याङ्क यू फर वाचिङ।